ड्यान ट्याडान स्वागत छ गाइज फेरि मेरो अर्को भिडियोमा चाहिँ आज चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु कसरी चाहिँ म यो मेरो यहाँ मेरो रुमबाट मेरो कम्पनी प्रष्टै देखिन्छ होइन। आज चाहिँ म हिँडेर जान्छु, कति टाइम लाग्दो रहेछ त हेरौँ न होइन। किनभने यहाँबाट बस पनि जान्छ, 103 पनि जान्छ होइन। अब मेरो यो कम्पनी मेरो फ्याक्ट्री भन्नाले मेरो फ्याक्ट्री मेरो कम्पनी भनेको मतलब कि म काम गर्ने कम्पनी चाहिँ यहाँनिर छ, त्यहाँनिर छ होइन। त्यहाँनिर यो ठुलो बिल्डिङ देखिराख्नु भएको छ, यो चाहिँ हाम्रो काम गर्ने कम्पनी फ्याक्ट्री हो होइन गाइस। अब चाहिँ म होइन हिँडेर जान्छु, खानासानाहरू सबै प्याक गरिसकेँ, खाना प्याक गरिसकेँ अनि खाइ पनि सकेँ होइन। अब जानुपर्छ, अब रातिको 10-11 बज्छ, कामसाम गर्दाखेरि खाना खाने बेला हुन्छ होइन, 10-11 बजे। त्यतिखेरसम्ममा त अब भोकै त बस्नु भएन, अभियसली खाना त खाएँ मैले। अब म जान्छु यहाँबाट तल, अब गाडी आइरहेको छ 103 आउँछ, तर ठाउँमा स्टेसन पनि छ, त्यस्तो गाह्रो छैन केही पनि। तर म सोचिरहेको छु कि आज हिँडेर कति टाइम लाग्दो रहेछ। इभन भोलिको दिनमा गाडी केही भएर ढिलो भयो अथवा छुट्यो भने हिँडेर मलाई कति टाइम लाग्छ भन्ने कुरा चाहिँ मैले यो भिडियोमा देखाउन गइरहेको छु। अनि 6:30 भित्र हामीले त्यहाँनिर थम्ब लगाइसक्नुपर्छ क्या। त्यहाँनिर चाहिँ एउटा चाबी हुन्छ, त्यसले चाहिँ स्क्यान गर्छ, त्यो स्क्यान गरिसक्नुपर्छ गाइज होइन। अब हेर्दै जाउँ अब कति मिनटमा पुगिन्छ है गाइज। अलराइट गाइज, म चाहिँ अब ठक्क रुमबाट निस्किसकेको छु होइन, बाटो लागिसकेको छु, अलिकति ढिलो भइसकेको छ अहिले होइन। अनि अब लगभग अगाडिबाट बस समात्ने ठाउँ छ र त्यहीँबाट हिँडेर जानुपर्ने छ गाइज। अहिले चाहिँ होइन हाम्रो नेपालमा चाहिँ अहिले बाढी पहिरोले गर्दाखेरि धेरै मान्छेहरूको जनधनको धेरै क्षति भइसकेको छ गाइज होइन। र म सबै त्यो बाढीमा ज्यान गुमाउनेहरू सबै दाजुभाइ दिदीबहिनीहरूको लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दैछु गाइज होइन। एकदम दुःखको कुरा हो, कसैले आफ्नो घर परिवार अनि आफन्त पनि गुमाएको छ होइन। अनि त्यही भएर चाहिँ म सबै ज्यान गुमाउनेहरूप्रति सबैप्रति चाहिँ म चाहिँ एकदमै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु होइन। अनि मैले न्युजमा हेर्दाखेरि चाहिँ धेरैजनाले चाहिँ त्यो लासबाट सुनहरू चोरेको निकालेको जस्तो भिडियोहरू मैले हेरिरहेको छु। यो चाहिँ एकदमै धेरै लाजमर्दो कुरा हो। हाम्रो समाज आजकल कता जाँदैछ, के हुँदैछ होइन। त्यही भएर गाइज अब हेरौँ अब गाइज अब होइन। अलराइट गाइज, म चाहिँ कम्पनीको नजिकै आइसकेको छु होइन अहिले। अनि अब यहाँबाट हिँडेर 2-4 मिनट मात्रै लाग्छ होइन। हाम्रो कम्पनी आइसकेको छ काम गर्ने, अब नाइट ड्युटी छ गाइज होइन। अनि भित्र चाहिँ गेटमा छिर्दाखेरि चाहिँ हामीसँग चाहिँ एउटा सबैजनालाई काम गर्ने सबैजनालाई एउटा यस्तो खालको चाबी दिएको हुन्छ। अनि त्यो गएर त्यहाँनिर थम्ब गर्नुपर्छ होइन। अनि त्यसपछि अनि हाजिरी जस्तै हो त्यो होइन, जाँदा पनि थम्ब गर्नुपर्छ, आउँदाखेरि पनि थम्ब गर्नुपर्छ गाइज होइन। अलराइट गाइज, म चाहिँ यहाँ काम गर्ने ठाउँ कम्पनीको नजिक आइसकेँ होइन। त्यो ठुलो बिल्डिङ देखिरहेको ठुलो बिल्डिङ चाहिँ हाम्रो कम्पनी हो होइन। अनि कम्पनीमा चाहिँ हाम्रो चाहिँ तारहरू बन्छ, वायरहरू बन्छ गाइज होइन। अनि अब यहाँनिर अब हामीले 12 घन्टा ड्युटी छ मेरो चाहिँ होइन, नाइट ड्युटी छ 12 घन्टा। एक हप्ता डे हुन्छ, एक हप्ता नाइट हुन्छ। त्यही भएर शुक्रबार शनिबार ड्युटी गरेर अनि आइतबार चाहिँ छुट्टी भएर चाहिँ सिफ्ट चेन्ज हुन्छ गाइज होइन। अलराइट गाइज, म कम्पनी आइसकेको छु गाइज होइन। यहाँ आउनको लागि चाहिँ मलाई लगभग 17-18 मिनट लागेको त्यो रुमबाट आउँदाखेरि होइन। कम्पनी पनि आइसकेको छ, यो कम्पनी हो। आजको लागि यति नै भिडियो गाइज अब होइन। आजको लागि यति नै गाइज, अब फेरि नयाँ भिडियोहरू लिएर आउँछु गाइज। जय नेपाल।